हरि ओम जपा कुसुम संकाशम काश्यपेयम महादुतिम तमोवरिम सर्वपापात्म प्रणतो अस्मि दिवाकरम। नमस्कार। सिन्धु ज्योतिष सेवा केन्द्रबाट म ज्योतिष पण्डित मदन प्रसाद दुलालको स्वीकार्न हार्दिक अभिवादन। ज्योतिष वास्तु हस्तरेखासँग सम्बन्धित सम्पूर्ण जिज्ञासा एवं समस्या समाधानको लागि हजुरले सिन्धु ज्योतिष सेवा केन्द्र काठमाडौँ बालाजुमा सम्पर्क गर्न सक्नुहुनेछ। यहाँको नम्बर रहेको छ 9841 59 95 45। यसै नम्बरमा सिधै कल गरेर अथवा इमो, भाइबर, मेसेन्जर र व्हाट्सएप जस्ता विभिन्न इन्टरनेटको माध्यमबाट यसै 9841 599545 नम्बर मार्फत जोडिन सक्नुहुनेछ। यहाँ जन्म पत्रिका निर्माणदेखि बालकको नामाकरण, विभिन्न साइतहरूको बारेमा र विभिन्न शुभ दिनहरूको बारेमा पनि उपयोगी भिडियोहरू बनाएर हालिएको हुन्छ। यहाँ ज्योतिष, वास्तु, हस्तरेखा साथै तन्त्र, मन्त्र, यन्त्रसँग सम्बन्धित सम्पूर्ण कार्य गरिन्छ। हाम्रो भिडियो कस्तो लाग्छ हेरिसकेपछि कमेन्टमा प्रतिक्रिया दिनुहोला र हेरिरहँदा लाइक र सेयर गर्न नभुल्नुहोला। यदि हाम्रो सिन्धु ज्योतिष युट्युब च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने हजुरले यसै टिकटक लिङ्क मार्फत पनि सिन्धु ज्योतिष सेवा केन्द्र युट्युब च्यानलमा जान सक्नुहुनेछ। यदि त्यो सम्भव भएन भने हजुरले @SINDHOOJYOTISHSEWAKENDRA2523 सर्च गरेर पनि हजुरले सर्च बारबाट हाम्रो युट्युब च्यानल भेट्न सक्नुहुनेछ र सब्स्क्राइब गरिदिनु हुन र सब्स्क्राइबसँगै नजिकै आउने बेल बटनमा टच गरेर अलमा टच गरिदिन हार्दिक अनुरोध गर्दछु। म सधैँ नै हजुरमाझ पनि आज पनि उपस्थित भएको छु आजको पञ्चाङ्ग र राशिफल लिएर। आजको राशिफल सँगसँगै पञ्चाङ्ग श्रवण किन हुन्छ भन्ने जिज्ञासा हुन सक्छ। पञ्चाङ्ग श्रवणले शरीरमा स्फूर्ति छाउँछ, गङ्गा स्नान गरे बराबरको पुण्यफल प्राप्त हुन्छ र सानातिना समस्याहरूको निराकरणमा मद्दत पुर्याउँछ। त्यसैले आजको लागि शुभ रङ, शुभ दिशा, शुभ अङ्क र आज जन्मिने बालकहरूको नामको पहिलो अक्षर केबाट सुरु हुन्छ भन्ने पनि सम्पूर्ण जानकारी पाउन सक्नुहुनेछ। हाम्रो भिडियो स्किप नगरी पुरा हेरेर र हजुर जस्तै मित्रहरूका पुर्याइदिनु हुनेछ भन्ने आशाका साथ अब सुरु गरौँ आजको पञ्चाङ्ग। आजको पञ्चाङ्ग यस प्रकार रहेको छ। आज मिति विक्रम सम्वत 2082 साल वैशाख महिनाको 21 गते आइतबार, सन् 2025 मे 4 तारिक। सूर्योदय बिहान 5:24 सूर्यास्त साँझ 18:39 आजको दिन 13 घण्टा 15 मिनटको। चन्द्रमास अनुसार वैशाख शुक्ल सप्तमी तिथि। तिष्य नक्षत्र, धृति योग, तैतिलकरण। चन्द्रमा कर्कट राशिमा। आज जन्मिने बालकहरूको नाम के, को, हा, हीबाट सुरु हुन्छ भने राशि भने कर्कट हुन्छ। र आज जन्मिने बालकहरूको तथा आजको दिनमा शुभ रङ्ग भनेको सेतो, शुभ अङ्क 2, शुभ दिशा उत्तर र पूर्व रहन्छ भने कुनै पनि कार्य गर्दाखेरि आजको लागि बारबेला अनुसार शुभ समय, अति उत्तम समय बारबेला अनुसार अमृत बेला रहेको छ 9:54 देखि 11:24 कुनै पनि शुभ साइतको, यात्राको र नयाँ काम थालनी गर्नको लागि उत्तम समय रहेको छ। अब सुरु गरौँ राशिफल। राशिको सुरुमा मेष राशि। स्वास्थ्यमा केही खराबी आउन सक्नेछ। खानपानमा विचार पुर्याउनु पर्ने देखिन्छ भने विश्वास गरेका व्यक्तिहरूले घात गर्न सक्छन् अथवा विवादको सामना गर्नुपर्ने देखिन्छ। वृष राशि। पराक्रम बढेर जानेछ। साथीभाइको साथ र समर्थनबाट महत्त्वपूर्ण काम बनाउन सकिने देखिन्छ। मिथुन राशि। बोलेका कुराहरू पूरा गर्न सकिनेछ। पार्टी समारोहमा समावेश हुन सक्ने अथवा मित्रसँग भेटघाटको अवसर मिल्ने देखिन्छ। कर्कट राशि। सामाजिक कार्यमा व्यस्त भइनेछ। समाजमा प्रतिष्ठा बढेर जानुका साथै ठुलाबडाको साथ र समर्थनबाट महत्त्वपूर्ण काम बन्ने देखिन्छ। सिंह राशि। खर्चमा वृद्धि भएर जानेछ। अरूको हितको लागि काम गर्नुपर्ने देखिन्छ। आँटेका कामहरूमा केही विघ्न बाधाहरू आइपर्न सक्नेछन्। तुला राशि। आम्दानीका स्रोतहरू फेला पर्न सक्नेछन्। धनको सही सदुपयोग गर्न सक्ने अवस्था रहेको छ। कुनै पनि सरकारी कामकाजको आजको दिनमा सहजताका साथ सम्पन्न गर्न सक्ने पनि देखिन्छ। तुला राशि। आँटेका कामहरू पुरा गरेर नवीन कार्यको थालनी हुन सक्नेछ। कुनै पनि महत्त्वपूर्ण कामको
थालनी हुनाले मनमा खुसी लाग्न सक्ने देखिन्छ। वृश्चिक राशि, धर्म कर्मतर्फ झुकाव बढ्नेछ। धार्मिक यात्राको सम्भावना देखिनुका साथै प्रेममा सफलता मिल्ने पनि देखिन्छ र विद्यामा पनि प्रगति हुन सक्नेछ। धनु राशि, स्वास्थ्यमा केही समस्या आउन सक्नेछ। जोखिमपूर्ण कार्यबाट टाढै रहनुपर्ने अवस्था देखिन्छ। कुनै पनि जोखिमपूर्ण यात्रा अथवा प्रतिस्पर्धात्मक कार्यमा सोच विचार गरेर मात्रै अघि बढ्नुपर्ने छ। मकर राशि, प्रेममा सफलता मिल्नेछ। दाम्पत्य जीवन सुखद रहनुका साथै पेसा तथा व्यवसायमा वृद्धि भएर जान सक्ने देखिन्छ। कुम्भ राशि, विश्वास गरेका व्यक्तिहरूले घात गर्न सक्नेछन्। आफ्नै निर्णयमा अघि बढ्नु उचित हुने देखिन्छ। बिना कारण विवाद बढ्न र खर्च बढ्नाले मनमा खिन्नता छाउन सक्ने देखिन्छ। राशिको अन्तिममा मीन राशि, सन्तान सुख मिल्न सक्नेछ। विद्यामा प्रगति भएर जानेछ। चतुर्याइबाट पनि महत्त्वपूर्ण काम बनाउन सकिनुका साथै विद्याको उचित प्रयोग हुनाले मनमा खुसी छाउन सक्ने देखिन्छ। राशिफलले जे जस्तो भने तापनि हजुरको दिन सुखमय रहोस्। ओम नमः शिवाय।